यति बेला म ठ्याक्कै लालबन्दीको यो तेस्रो महोत्सवमा भएको लन्डन ब्रिज नेरी छु। ल आज चाहिँ हामी आज कतिौं दिन हो भाइ? आज कतिौं दिन हो यो महोत्सव चलेको? 12औं? 12औं दिनमा छु म यहाँ। यहाँको अवस्था यस्तो छ गतिविधि। बाइक पार्किङ गर्न गएको भाइ कहाँ गयो? कहाँबाट छिर्ने हो? ल हामीले चाहिँ टिकट लिइसक्यौँ। हामी चाहिँ कर्मचारी हो, त्यही भएर हामीले टिकट निःशुल्क पायौँ होइन। यो देखाउने हो यो। अनि कहाँबाट पायौ त यो? ए पार्किङको कति रुपियाँ? फ्री? पुरा ल भाइ हामी जाउँ होइन त अब। ल हामी चाहिँ लन्डन ब्रिजमा छौँ, यो कृत्रिम होइन। यतिखेर हामी तेस्रो लालबन्दीको यो दृश्यहरू हेर्न जान गइरहेका छौँ। जाना खिच्यो कि यसरी बस्छ नि गजब छ नि होइन। ल हामी यतिखेर ठ्याक्कै प्रवेश गरिसक्यौँ। यहाँनिर स्टलहरू हुन्थ्यो, आज चाहिँ अब रात परेर स्टलहरू छैन। तिमी नहराउने मेरो जेन्जी भाइ छौ आज। रचना रिमाल रे। यस्तो छ यहाँको अवस्था। पालिका है हाम्रो पालिका यहाँ यहाँ फलेको चिजहरू लिएर जानु पाइन्छ त। यहाँ बिरुवा चाहिँ फ्रीमा बाँडिरहेको छ। पुरै खालिरहेको छ है, स्टल त पुरै खाली। यस्तो यस्तो यो बुट्टा भरेको यो मन्दिरमा पूजा गर्न जाने यसो टोकरी सोकरी हो कि यस्तो यस्तो होममेड होला यो। यो कुर्सी दामी छ। यो कति पर्छ दाइ? टुल कति पर्छ यो? भिडियोमा भन्न मिल्दैन। भन्नु न भन्नु, कुरा गरौँला नि। भन्दा झन् राम्रो हुन्छ त। तपाईँ सेट गरेर लानु न लाँदाखेरि होइन, हामीले सोधेर झन् मार्केट बढाइदिनु सकेको छ। के पसलै बसेर त के हो यो महोत्सव भने छ त। हराउनु चाहिँ भएन है। ल हेर, वाउ नेक्स्ट हेभेन छैन त ठाउँ। गेम ल हेर यहाँ चिन्दिन म कसैलाई पनि। लालबन्दीले जोरदार ताली बजाएर यो महोत्सवलाई सम्मान व्यक्त गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेको छु।
र अब म सम्झन चाहन्छु तेस्रो लालबन्दी महोत्सव 2082 को आयोजकको रूपमा हुनुहुन्छ उदय पार्टी संघ लालबन्दी र त्यसै गरी संरक्षकको रूपमा हुनुहुन्छ लालबन्दी नगरपालिका व्यवस्थापकको रूपमा हुनुहुन्छ औद्योगिक शान्ति नेपाल संस्था उहाँहरूप्रति विशेष सम्मान व्यक्त गर्न चाहन्छु र त्यसै गरी हामीलाई महोत्सव अवधिभरि शान्ति सुरक्षा प्रदान गर्नुहुने नेपाल प्रहरीप्रति विशेष सम्मान व्यक्त गर्न चाहन्छु त्यसै गरी सशस्त्र प्रहरी बलप्रति पनि विशेष सम्मान व्यक्त गर्न चाहन्छु र हामीलाई महोत्सवको 11औं दिनसम्म साथ दिएर महोत्सवलाई हौसला प्रदान गर्नुहुने भगवान रूपी दर्शकप्रति विशेष सम्मान व्यक्त गर्न चाहन्छु र अब म ढिला नगरी अर्को प्रस्तुति जोड्न चाहन्छु हामी ब्रेकमा थियौँ ब्रेकसँगै एउटा सोलो डान्स रहनेछ सोलो डान्समा निकै नै राम्रीको ओके भोजपुरी गीत कसलाई मनपर्छ एकचोटि लालबन्दीले जोरदार तालीले भोजपुरी सङ्गीतलाई पनि प्रेम गरौँ है त यहाँ पऱ्यो कि यहाँ गयो कि पैसा गयो मेरो आएन पैसा कसरी आएन तपाईँको यहाँ 7 मा यहाँ राखेको भने आउँथ्यो होइन यहाँ राखेको छ नि त यहाँ 7 छैन नि त 6 मा र 4 मा कसरी ल पैसा 100 रुपियाँ चढाइयो होइन त Okay, what's a mind-blowing performance? कस्तो लाग्यो? ल जाऊ हिँड्नु कहाँ अब घर जाने अहिले जाने न एकछिन घुमौँ न पिङ खेलौँ न यो पिङ खेल्नु पिङ त नखेल म पिङ खेल्ने नखेल म तल तिमी तल बसेर हेर म पिङ नखेल्ने हेर्ने के छन् देखाउनु लालबन्दी महोत्सवमा यता हेरेर ल हामी चाहिँ यहाँ यो बजारको यो हाम्रो लालबन्दीको पहिचानको विषयमा यहाँ छ विभिन्न कुराहरू यहाँ देखाउनु त क्यामेराम्यान जल्दी फोकस गरौँ यो चाहिँ नगर अस्पताल हाम्रो लालबन्दी नगरपालिकाको एम्बुलेन्स सेवा यो सुत्केरीका लागि अहोरात्र खटिरहेछ अब यो चाहिँ लालबन्दी नगरपालिका घुम्न आउने साथीहरूले चाहिँ सुनिन्छ सबै म चाहिँ यतिखेर पुरा यो पिङ खेल्नेमा छु मेरो भाइ रोशन उहाँ तल छ यस्तो मजा देखिरहेछ हो कति माथि छु हो के गर्दैन गर लालबन्दीको भ्यू दामी लालबन्दी खतरा देखिँदो रहेछ यार यतिखेर म ठ्याक्कै माथि टप तलामा छु मजा आइरहेछ एकछिन चाहिँ मजा आयो ठ्याक्कै 6 मिनट भयो यो खेलेको म यो भिडियो काटेर थोरै हाल्छु जस मजा आयो है मजा आयो यस्तो मजा आयो ल चाहन्छु साथ रहोस् चाहन्छु म तिम्रो चाहन्छु तिमी मेरो जीवनमा नाचेका कान्छा नाचेका बाटो राखलौ बरु उनीको टोपी है देउरानी तिमीलाई
पछ्यौरी मखमल धागोले सुन्नुभएको थियो यो गीत गाउँ कि नगाउँ आज गाउनु खिच न ल अहिले एकछिनमा गाउँछु ल यो मान्छे तन्न पैसा सुखै सुखामा उमेरले 40 कपाली फुल्न दाइजो दिएको औठी चल्यो तिम्रो घरमा मेरी छोरी सुन न प्यारी सँगै जाने हो र घर छेउमै धनसार जुनी सुपारीको टुक्कै पिरती लाग्ला सुटुक्कै मिनरल वाटर भन्दै गरिदिउँला तिमीलाई कारै दिउँला सम्झिने भन्नु न ल है सम्झिने बोला दाइ कहाँ जानुभयो ओइ 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 भन्दा बोलेन सम्झिनेको किन सोझो ठान्नेले है सुरु गर्ने हो रेडी हो ल फोटो फिल्ममा ट्र्याक बजाइदिनु होला सुन्ने गीत थोरै थोरै मात्र गाउँछ है